त्यहाँबाट रेजिना ढल्किँदै ढल्किँदै के छ रेजिना गर्मी नि अनि फेरि यस्तो यो नलागिँदा हामी त बस्नै सकिँदैन होइन त्यही हो। अनि वेलकम टु माई ब्लग। नमस्ते। रेजिना चाहिँ एकदम क्युट मान्छे होइन, ऐना हेरेकै छ। ऊ चाहिँ पसलमा गएर नि अहिले हिजो बेलुका रेजिनाले 3 गिलास कोक खाइदियो कि हो कि रेजिना भन्थ्यो चटपट पनि त्यस्तै मिठै हाल्यो कि हाम्रो दिदीले बनाउनु भएको चटपट समथिङ इज न्यू कि होइन। हामी चाहिँ केही नयाँ गरम लाग्यो कि अनि यो पानीपुरी छ हामीसँग। अनि पानीपुरीमा चाहिँ म एक्सट्रिम हालेर राखिदिन्छु कि चेस सक्नु चाहिँ हेर्नु न ल 3टा अलिकति म्याच्योर छैन नि त्यो मान्छे जापानबाट। हेलो नमस्ते गाइज, वेलकम ब्याक टु माई च्यानल। लाइभ सबैजना सन्चै आएर हुन्छ, म पनि एकदम फाइन छु। आज चाहिँ नेक्स्ट डे विथ नेक्स्ट भिडियो लिएर तपाईँहरूको माझमा उपस्थित भइसकेको छु। अनि एकदम फाइन छ कि सब कुरो अल गुड छ होइन। अनि अहिले चाहिँ म यहाँ चट्टाएर म चाहिँ अहिले घर छैन कि यहाँ चितवनतिर छु। म चाहिँ हाम्रो सिस्टरहरूलाई भेट्न आएको कि हाम्रो सिस्टरहरू यहाँ छ नि त। अनि यता आएको अनि अहिले चाहिँ हामी चट्टाएर घुम्न जान लाग्यो। अनि त्यही हो कुराकानी यस्तै छ। अनि हाम्रो एउटा मान्छे चाहिँ एउटा सिस्टर चाहिँ निक्लेर रेडी भइसक्यो एउटा मान्छे। अनि अर्को हेलो रेजिना सिस्टर कहाँ हो तिमी? आयो उताबाट रेजिना ढल्किँदै के छ रेजिना? अनि त्यही हो। अनि गाउँघरतिर त यस्तो शीतल हावाहरू होइन आनन्दको चल्थ्यो, यहाँ त कस्तो साह्रो गर्मी हो नि। अनि फेरि यस्तो यो नलागिँदा हामी त बस्नै सकिँदैन होइन त्यही हो। अनि अहिले जान लाग्यो चट्ट रेडी भएर। अनि म चाहिँ रेडी भएको छु। कोही त्यहाँ हेलो वेलकम टु माई ब्लग। नमस्ते। गिफ्ट मान्छेहरू गिफ्ट दिएर त्यही हो। अनि अहिले चाहिँ हामी चट्ट रेडी भइसक्यौँ कि रेजिना चाहिँ एकदम क्युट मान्छे होइन, ऐना हेरेकै छ। ऊ चाहिँ पसलमा गएर नि अहिले हामीले बोलाएर जाम एकछिन घुम्नको लागि उता नारायणीतिर भनेर अनि आएको। अनि पसलबाट म पसलमा जानु पर्छ, उसको पसलमा गएर ममा खान जाने। अनि तल हाम्रो नानी पनि छ तल। अनि चट्ट नानीलाई पनि लिएर 4जना मिलेर सरर नारायणी तिर घुम्न जानुपर्छ आज चाहिँ। त्यही हो। गर्मी साह्रै गर्मी रहेछ कि गाउँघरतिर भयो डाँडामा गएर हावा आनन्दले यस्तरी सुनिदिनु पाइन्थ्यो त्यहाँ माथिको भवनमा। यहाँ त भवानी छैन, केही छैन। अनि अर्को कुरा चाहिँ हिजो बेलुका रेजिनाले 3 गिलास कोक खाइदिएको कि हो कि रेजिना भन्थ्यो 3 गिलास त्यो कोक खाइदिएको कि त्यही हो। चट्टखेरि हामीसँग चाहिँ फ्रिज पनि छ कि यहाँ पानी सानी निकालेर खान पनि पाइन्छ हामीले चिसो पानी। यो पानी बाहेक त बाहिरको पानी त खान पनि सकिन्न। एउटा ढोका बिग्रियो त्यहाँ ढोका हेर त। त्यही हो। ल अब चाहिँ तपाईँलाई हामी रेडी भएर हिँडिसक्यौँ। अब चाहिँ हिँडिसक्यौँ कि हामी हिँडेकै भनिदिनु भयो। अब चाहिँ एकछिनमा भेट्छु म बाहिरतिर गएपछि त्यहाँ पसलतिर गएपछि ल हामी चाहिँ रेडी भएर अब चाहिँ चल्दिनु लाग्यो। अनि हाम्रो रेजिना दिदी चाहिँ नस्पति खाएर जाने कि अब अनि तिमी के भन्दाखेरि खाएर जाने भने रेजिना खै नस्पति खाँदैछ उसले हिँड के न सन्जुको नस्पति हो ल। मेरो चाहिँ खोइ हात यस्तो गर्दो रहेछ केटी तपाईँहरूले यतितिर चाहिँ कता देखा जस्तो लाग्यो म चाहिँ यो पिक्चर लाएर जाँदा निस्केँ त लाएर जान्छु भनेर। गिफ्ट हानिदियो कि फेरि उसले चप्पल पनि त्यही हो। ल रेजिना त गइसक्यो धेरैचोटि होइन। हामी चाहिँ एकदम एक्साइटेड क्या, म चाहिँ एकदम एक्साइटेड। गएन तिमीले एकचोटि मात्र ल अब तपाईँहरूलाई हामी चाहिँ अलिक माथि तल गएपछि भेट्छ। चट्टलाएर अहिले चाहिँ हामी नारायणीको तिरतिर आइसक्यौँ हेर्नु यस्तो है। घामले फेरि अहिले पागल बनायो कि अनि एक्सट्रिम हान्दिउँ भनेर कि ल रेजिना चेस है त ल एक्सट्रिम खाइदिउँ यस्तो घाममा होइन। अब के अन्त नि अब हेर्नु पानीले पुरै सररै बनाएर रहेछ कि ठ्याक्कै यति बेला फेरि बाधा नि लाग्यो छुट्टो लगाएर मिसहरू हुनुहुन्छ हाम्रो
नानी लिएर आउनु भनेको नानी त ल्याउनु पाएन नानीलाई चाहिँ रेजिना चाहिँ एक्सट्रिम हात हिँड्ने ओए सेक्सी भने हो क्या ओए सेक्सी भने हो क्या एक्सट्रिम हात हिँड्ने खानेको बाउलाई यिनीहरूको मान्छेले मलाई चाहिँ किन छाता उडाइदिएको उसले चाहिँ कि अब मैले गर्नु मिलेन नि त त्यही हो ल डाँडा काँडाको भ्यू हेर्दै अब अरू त के नै हो र यहाँ हेर्नलाई अनि नानीलाई चाहिँ ल्याउन पाएन कि त्यसको चाहिँ त्यहाँ पसलमा बिजी भई अब अहिले गएर एकछिनमा जान्छौँ त्यसको पसलमा हामी अनि चट्ट लाएर त्यही हो कुराकानी मोमो खान जानुपर्छ आज बहिनीको हातबाट बनेको मोमो हाम्रो रेजिना मिसले बनाएको मोमो त खान पाएन के अरे होइन मिस ल भोलि आउनु हेर एक्सट्रिम कसरी खाएको मिठो छ जान्नु छैन ल ल त्यो अब फोटोसोटो एउटा खिच्न पऱ्यो अनि कतै नगइकन अनि म यहाँ के अरे यता म यो नाइरानीमा घुम्दा घुम्दा गर्दै तपाईँ यदि नयाँ हुनुहुन्छ भने सब्सक्राइब ख्यात त खिचिदिइहाल्नु होला त्यही होला है त चट्ट लगाएर अब हामी एकछिन चटपटी खान्छ होला सायद खायो भने म देखाउँछु चटपट कस्तो हुँदो रहेछ भनेर ओके चटपट खाइदिनु लाग्यो कि अनि फोटोसोटो नि खिच्यो दुइटा हेर्नु चटपट पनि त्यस्तै मिठै हाल्यो कि हाम्रो दिदीले बनाउनु भएको चटपट होइन रेजिना के छ ठिक छ नारायणको तिरीमा बसेर चटपट खाइदिउँ भनेर ल त्यही हो ल अलमोस्ट ह्याप्पी वी आर ह्याप्पी यस्तो के गाई हामीलाई के क्यामेराबाट फोटो हिचकिच भनेर गरेँ होइन हामीले भर्खर लन्च भएको हामीले फोन किनेर राख्यो भने कहाँ क्यामेराबाट फोटो खिच्छ नि हामी चाहिँ कोही मान्छेको फोटो नहेरेको रिसान ल चेस ल चट्ट लाएर ल मेरो त एक्सट्रिम छ अझै ल त्यही हो अब चाहिँ यति भयो अब चाहिँ डाइरेक्ट तपाईँलाई म केही नयाँ नौलो भयो भने देखाउँछु कि नभए चाहिँ उयो पसलतिर भेट्नु पर्ला अब न्यू कि होइन हामी चाहिँ केही नयाँ गरम लाग्यो अनि यो पानीपुरी चाहन्छ अनि पानीपुरीमा चाहिँ म एक्सट्रिम हालेर राखिदिन्छु कि चेस पनि खाइसक्यो मैले घाम लागेन हामीले भिडियो पनि तर छाता ओर्दै देखाएको किनकि सर्दी प्रयोग त गर्नु पऱ्यो नि अनि यहाँ चाहिँ कोही कोही मान्छेलाई चाहिँ हेर्न सक्नुहुन्छ यहाँ हेर्नु न ल तिनवटा आइसक्रिम ए फेरि भिडियो बनाउनको लागि होइन हामी एकदम हामी चाहिँ एकदम निर्दय भएको मन हो होइन रेजिना हामी होइन रेजिना र म त त्यस्तै हो कि तपाईँले आउनु हामीलाई त्यस्तो मन भएको मान्छे अनि दिएको बच्चै हो खेल्नु नि अब बच्चाहरू अलिकति म्याच्योर छैन नि त्यो मान्छे जापानबाट आयो अरे उसको बहिनी हो क्या जापानबाट भर्खर आएको होइन चट्ट ड्रेसअप पनि फेरि कस्तो होइन ल त्यही हो जाने भन्दा जानै पाएन अहिले पानीपुरी सानीपुरी खायो सबै अनि त्यही हो नारायणीको हेर्नु कस्तो बवाल छ कि ठ्यो नि त्यो चाहिँ मेरो न्यू फोनबाट फर्स्ट भ्लग हो कि फेरि फर्स्ट भ्लग हो अब चट्ट लगाएर होइन दायाँ बायाँतिरको मान्छेहरूले भन्नुभयो होला छाता उडाए भनेर बट ल्याएपछि त अब ओर्नै पऱ्यो नि त किन त्यस्तो अनि त्यही बेला हाम्रो जापानबाट आउनुभएको मिसेस भर्खर चक्लेट नै त्यहीँ लिएर हिँडिराखेको ब्यागमै लिएर हिँडिराखेको चक्लेट पनि के गर्ने अब थिएँ सुनको चक्लेट ल्याएर चाहिँ त्यही होला हिराको र त्यो बिस्टेको नि त ल ल त्यही ल ल लुलु ल ल लुलु ल ल के छ रेजिना कस्तो फिल भइरहेको आज काममा नगए घुम्न आउँछ एकदम एक्साइटेड हो नि ममा खाना तिमीलाई कस्तो फिल भएको थियो नि टोपी मिलाएर लगाए हुन्थ्यो अलिकति खाना फुर्सद छैन म समाइदिन्छु ल टोपी मिलाऊ म समाइदिन्छु रेजिना मिलाइदियो त्यसको उसको टोपी हाम्रो रेजिनाको बोयफ्रेन्ड दाजुहरूले चाहिँ त्यो भिडियो देख्नु भयो नरि म चाहिँ अब यहाँ आउँदाखेरि जस्ट घुम्न मात्र आइदिएको हो नरिसाउनु होला मनदेखि भन्न चाहन्छु हाम्रो मिसेसको पनि कोही हुनुहुन्छ भने नरिसाउनु होला त्यस्तो केही छैन एकदम सफा छ मेरो मन एकदम मान्छे कालो भयो भने मन एकदम सेतो छ कि हेरौँ न ल एकदम बवाल छ ल त्यही हो यति भन्दा नै अब फेरि पनि एउटा भिडियोहरू हामी सुट गर्नुपर्ने खिच्नुपर्ने हुन्छ अब आएको बेलामा होइन त्यस्तै हो जिन्दगी यस्तै छ त्यस्तै छ ल जान्छ र यहाँ अहिले हाम्रो नानीहरू बहिनीहरूले काम गर्नेहरू पाइसक्यो होइन यिनीहरू चाहिँ
यो कुकुरम्यान यिनीहरू चाहिँ यहाँ काम चल्दैछ हँ के भन्नु दाजु यिनीहरू चाहिँ कुकम्यानहरू यिनीहरू चाहिँ ल के छ नानी ठिक छ लोकेसन भन ल तेरो पसलको त भन ल लोकेसन पुल्चोक अलिकति भित्रपट्टि चाहिँ है के के पाइन्छ भन्नु त ल मिठो मिठो पाइन्छ होइन अब यिनीहरूले मिठो पाइन्छ भने पनि खोइ हामीलाई टेस्ट गराउने हो त हामीले टेस्ट हो छट्ट हाम्रो खाजा गरी आएर यहाँ हुन्छ अलिकति यता लोकेसन कहाँ छ भन्नु भने अलिकति भित्र गयो ठ्याक्क त्यहाँबाट सट्ट आउने अनि सट्ट स्याट्ट जाने गरी ल हेलो हाम्रो रेटिना दिदी चाहिँ गइसक्यो ऊ पनि पसलमा गइसक्यो ऊ पनि अर्कै पसलमा छ अनि अर्कै पसल छ त्यो टेस्ट गर्दा नि हामीले टेस्ट गरेको भन्दाखेरि कस्तो हुन्छ हेर रुममा आइसक्यो भएन अनि रुममा आएर खानासाना खाएर पनि सब रेडी भइसक्यो अनि रेडी भयो भने खानासाना खाएर नि सबै अब बस्दैछ अनि लगाएर अनि म चाहिँ पल्टिँदैछु नानीहरू चाहिँ उता बाहिर गएर गर्नु पनि के गर्नु हो त्यो चाहिँ को हो एउटा मान्छे चाहिँ भाँडामा राख्नु भयो एउटा नानीहरू चाहिँ उता बाहिर गयो क्या नानीहरू यति चाहिँ बाहिर गयो अनि अहिले एकछिनमा आउँछन् होला अनि त्यही हो भिडियो चाहिँ राम्रो किन हाल्न पाएन कि अनि भ्लग पनि त्यस्तै भयो अब खासै राम्रोसँग राम्रै तरिकाले देखाएर चाहिँ बनाउनु पाएन ठिकै छ केही छैन अब जस्तो हुन्छ त्यस्तै भयो यत्तिकै भए पनि अब नआउनु भनेको होइन ठिकै छ त नारायणी फर्स्ट टाइम आइदिएको भिडियो बनाएको अब हाम्रो चाहिँ एउटा एक्साइटिङवाला भ्लग आउँछ कि पर्सि अथवा जहिले नै आउँछ एक दिन ग्यापमा आउँछ त्यही हेर्नु होला होइन अनि त्यही हो आजको दिन यस्तै भयो घाममा गयो जग्गा गयो अनि जट्ट लाएर एक्सक्रिम खाइयो दुईजना फोटोसोटो हानियो न्यू फोनबाट फर्स्ट भ्लग भनौँ न न्यू फोनबाट यो पहिलो भ्लग के न्यू फोन यो फोनको चाहिँ मेरो पहिलो भ्लग हो यो होइन कस्तो लाग्यो अनि क्वालिटी सोलिटी पनि कस्तो छ भनिदिनु होला अनि त्यही हो फेरि होइन न केही ठिक छ अनि लास्ट छगेला सिक्नु पऱ्यो भनेर अब चाहिँ म चाहिँ अनि पनि भान्साडा माझेर जान्छ उता अनि चाहिँ नानीहरू आउँछ होला होइन एकछिन गफ सोध्दा चाहिँ के गर्नु थाहा भएन त्यही हो यति भन्दै अब आजको दिनलाई भिडियो चाहिँ अन्त्य गर्नु पर्ला थ्याङ्क यू फर वाचिङ भिडियो प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब डोन्ट फर्गेट दिस भिडियो जय नेपाल